प्रणाम अनि नमस्ते सबैजनालाई। र आज चाहिँ मैले घरमै पनिर बनाएको थिएँ र पनिर बनाइसकेपछि चाहिँ पनिरलाई मैले यसरी क्युबमा कटिङ गरिदिएँ। हेर्नुहोस् त, यसरी कटिङ गरिदिएँ। पनिर घरमा बनाउनु एकदमै सजिलो हुन्छ। म अर्को पनिर कसरी बनाउने पनि भिडियो हालिदिन्छु। अब यो कटिङ भएपछि यसलाई मैले बोलमा ट्रान्सफर गरिदिएँ सबैलाई। अनि ट्रान्सफर गरिसकेपछि यसको माथि मैले कर्नफ्लावर हालिदिएँ। कर्नफ्लावर सँगसँगै अलिकति नुन स्वाद अनुसार हालिदिएको छु। त्यसपछि मैले अदुवा अनि लसुनको पेस्ट बनाएको थिएँ पहिला नै, त्यो पनि हालिदिएर यसलाई मजाले मोलिदिएको छु। कलरको लागि यहाँ अरेन्ज रेड युज गरेको छु। चम्मचले चलाउँदाखेरि अलिकति मिक्स भएन त मैले हातले मजाले मिक्स गरेर यसलाई कोटिङ गरिदिएँ। अलिकति सुक्खा भएको थियो त अलिकति पानी हालिदिएर चाहिँ यसलाई मजाले हातले मोलिदिँदा चाहिँ एकदमै ब्याटर र पनिर चाहिँ राम्रोसँगले मिक्स भएको छ। हेर्नुहोस् त कस्तो राम्रो भयो है। अब यो रेडी भइसकेपछि चाहिँ मैले प्यानमा तेल गरम गरिदिएँ। म खाने तेल युज गर्छु फ्राईको लागि पनि। र सबै पनिरलाई यो प्यानमा ट्रान्सफर गरिदिएर चाहिँ यसलाई मैले प्यान फ्राई गरेको छु गोल्डन ब्राउन हुइन्जेल। यो फ्राई हुँदै गर्दैछ। त्यो सँगसँगै मैले फिङ लिएको छु अनि फिङमा तातो पानी हालेर यसलाई भिजाइदिएँ। फिङ कालो दालले बनिएको हुन्छ, एकदमै राम्रो हुन्छ खानुको लागि। यसलाई हल्का चलाएर प्लेटले छोपेर चाहिँ यसलाई मैले साइड गरेर राखिदिएको छु। हेर्नुहोस् मेरो पनिर पनि अब भइसकिसक्यो एकपट्टि। अब अर्कोपट्टि पनिरलाई सबैलाई पल्टाएर यसलाई पनि गोल्डन ब्राउन हुने गरी फ्राई गरिदिने। हेर्नुहोस् त कलर कस्तो दामी आएको छ है। अब यो रेडी पनि भइसक्यो। अब पनिरलाई मैले प्यानबाट सबै निकालिदिने, किनभने यही प्यान र यही तेलमा हामी मसला पकाउने छौँ। अब तेलमा हामी गार्लिक अनि खोर्सानीको मैले हल्का चप गरेको थिएँ त्यो हालिदिएको छु अनि हल्का स्टर गरेको छु। अनि यो स्टर गरे एकछिन पकाएपछि मैले डाइस गरेको प्याज हालिदिएँ। हल्का नरम भयो प्याज। यही पोइन्टमा मैले ओरिगानो हालिदिएको छु। ओरिगानोले टेस्ट एकदमै दामी लिएर आउँछ। अनि यसलाई फेरि स्टर गरिदिने। अनि एकछिनपछि अब अलिकति अदुवा पनि हालिदिने। अदुवालाई चाहिँ मैले यहाँ ग्रेड गरेर हालिदिएको छु। हेर्नुहोस् त कस्तो राम्रो नरम र कलर पनि हरियो खोर्सानीले एकदम दामी दिएको छ। म बिजी छु चलाउनुको लागि, चलाउँदै पकाउनु पर्यो त। अब यसरी रेडी भइसक्यो। अब यही पोइन्टमा मैले पनिर हालिदिएँ अनि स्प्रिङ अनियन पनि हालिदिएँ। हेर्नुहोस् त कलर कस्तो दामी आएको छ है। अनि नुन त हाल्नै पर्यो, स्वादअनुसार नुन हालिदिने अनि यसलाई मजाले स्टर गर्दै 5 मिनटको लागि पकाउने। अब यो रेडी भइसकेपछि यसमा अलिकति नुहाउने घिउ हालिदिने अनि फिङलाई चाहिँ पानी तारेर यसको माथि हालिदिएर अझै 5 मिनटको लागि स्टर गर्दै यसलाई पकाउने। फिङमा नुन हुँदैन त अलिकति नुन पनि हालिदिएको छु अनि फेरि चलाउँदै यसलाई हल्का अझै 5 मिनटको लागि स्टर गर्दै पकाएको छु। यो रेसिपीमा एकदम स्टर गरेर पकाउनु चाहिँ एकदम जरुरी छ। हेर्नुहोस् कस्तो दामी कलर, कति दामी ब्लेन्ड भएको छ फिङ र पनिर। एकदमै मिठो भएको थियो। मैले सर्भ पनि गरिदिएँ पाकिसकेपछि। अनि एकदमै खाउँ खाउँ लाग्दो भएको थियो। मैले त ट्राई पनि गरिहालेँ, एकदमै मिठो भएको थियो। तपाईँहरू पनि ट्राई गर्नुहोस् होला पकाएर। थ्याङ्क यू सो मच फर वाचिङ।